हिजो मैले मेरो युट्युब च्यानल चेक गरेँ अनि मैले देखेँ 9 सब्सक्राइबर्स। कसैलाई सानो लाग्न सक्छ, तर मेरो लागि चाहिँ यो बिग मोटिभेसन हो। नमस्ते, वेलकम टु माई च्यानल। म युट्युबको बिगिनर हो। नो बिग क्यामेरा, नो स्टुडियो, जस्ट एक नर्मल पर्सन विथ अ स्मल ड्रिम। मेरो त्यो 9 सब्सक्राइबरलाई धेरै धेरै थ्याङ्क यू। तपाईँहरूको एक सब्सक्राइबले मलाई कन्टिन्यू गर्ने कन्फिडेन्स दिएको छ। सिरियसली इट मिन्स अ लट टु मी। ट्रुथ भन्ने हो भने चाहिँ युट्युब स्टार्ट गर्न इजी चाहिँ छैन है। भिडियो अपलोड गर्दा पनि भ्युज कमाउँछ, कमेन्ट हुँदैन, अनि कहिलेकाहीँ त लाग्छ इज दिस वर्थ इट। तर मैले एक कुरा बुझेँ, एभ्री सक्सेसफुल युट्युबर स्टार्ट फ्रम जिरो नै। कन्सिस्टेन्सी र पेसेन्स नै मेन की हो। तपाईँ पनि बिगिनर हुनुहुन्छ भने युट्युबमा, लाइफमा, जुन फिल्डमा भए पनि डोन्ट गिभ अप। स्मल प्रोग्रेस इज स्टिल अ प्रोग्रेस। आज चाहिँ म मेरो गमलाहरूसँग छु है। मसँग मोर देन 50 गमला छ, त्यही पनि मलाई कमी परिरहेको छ। त्यसैले चाहिँ म अलि गमलाहरू चाहिँ जुनमा चाहिँ अब फुल फुल्नेवाला छैन, त्यो गमलाहरू चाहिँ खाली गरेर अनि त्यसको बोटहरूलाई चाहिँ पोली ब्यागमा हालेर राखिदिँदैछु। मलाई चाहिँ फुल फुलोस् नफुलोस् बोटहरू चाहिँ फाल्नै मन लाग्दैन है। त्यही पनि आज मैले चाहिँ कति बोटहरू चाहिँ फाल्नु पर्यो, सबै मैले राख्न सकेन। यो चाहिँ रेन लिलीको बोट हो है। मसँग चाहिँ यति मैले ल्याएको थिएँ पहिला, अनि अहिले त्यो फैलेर यति धेरै भयो। त्यसैले मैले फेरि 2 बोट मात्रै राखेको छु यसलाई चाहिँ। अनि अहिले चाहिँ मैले हजारी लाउन खोजेको हो। अहिलेको हजारी चाहिँ जे होस् नर्सरीको जस्तै सानैमा पनि दामी फुलेर आउँछ। मैले चाहिँ एउटै गमलामा 3-4 बोट गरेर लगाएको छु। पछि चाहिँ गमलाभरि ढकमक्क हुन्छ भनेर यसरी लगाउँदा चाहिँ पुरै गमला छपक्कै ढाकिन्छ नि त। त्यसैले चाहिँ मैले 3-4 बोट नै लगाएर पानी राखिदिएँ। म यो फुलिसकेपछि को भिडियो पनि हजुरहरूलाई राख्ने नै छु। यो चाहिँ लेमन ग्रासको बोट हो। यसलाई पनि मैले थोरै ल्याएको थिएँ, अहिले फैलेर चाहिँ यो यस्तो भएको थियो। अनि अहिले चाहिँ राम्रो ग्रो नगरेको हुनाले चाहिँ मैले यसलाई फेरि सबै निकालेर रिपोर्टिङ गरिदिन्छु भनेर सबै निकालेँ। अनि अलिकति चाहिँ त्यो पुरै माटो निकालेर अनि राम्रोसँग जडाहरू छानेर फेरि त्यसैमा लगाइदिएँ। अनि अलिअलि चाहिँ बोटहरू बनाएँ अरूलाई दिनलाई सजिलो हुन्छ भनेर। अनि बाँकी यो सबै चाहिँ मैले फ्यालिदिएँ। मेरो च्यानलमा सिम्पल मिनी ब्लग, रियल लाइफ मुभमेन्ट अनि अनेस्ट कुराहरू सेयर गर्ने गर्छु। नो फेक, जस्ट रियल कन्टेन्टहरू। भिडियो मन पर्यो भने प्लिज सब्सक्राइब गर्नु होला, कमेन्ट गरेर भनिदिनु होला तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। हजुरहरूको कमेन्टले मलाई रियल्ली मोटिभेट गर्छ। थ्याङ्क यू सो मच, बाई बाई।